हेलो एन्ड नमस्ते। आज फेरि मेरो ब्लगमा स्वागत छ तपाईहरुलाई। एकदम नयाँ र शान्ति ठाउँमा हामी आएको छौँ। हाम्रो यो जङ्गल एरिया हो। एकदम यहाँ चाहिँ पिसफुली छ ठाउँ एकदम, हैन? मान्छेहरुलाई चाहिँ एकदम पिसफुली नै मन पर्छ नि त। सो यहाँ आएर भिजिट पनि गर्न सकिन्छ। पहिले हामी अब चाइल्डहुडमा अब यहाँ घुमिन्थ्यौँ साथीहरुसँग, पौडी खेल्ने, घुम्ने गर्थ्यौँ। यो जुन एरिया देखिराख्नु भएको छ यो एरियामा चाहिँ पहिले अब ठुलो पानीहरू पर्दाखेरि, हैन, अब साथीभाइहरूसँग हाँस खेली गरिन्थ्यो। आज चाहिँ हामी टक्कसँगले तीनजना आएको छौँ। फुपा उहाँ हुनुहुन्छ। फुपा हेलो गरिदिनु। फुपाले हेलो गरिदिनु भयो। यहाँ दाजु पनि आउनुभएको छ। उहाँ दाजु हुनुहुन्छ, उहाँ हाई गरिदिनु। अनि पिसफुली ठाउँमा, शान्ति ठाउँमा आएर कस्तो लागिरहेछ? एकदम रमाइलो लागिरहेछ। एकदम रमाइलो है, एकदम शान्तिपूर्ण छ नि। शान्ति त भङ्ग हुँदैन नि। उहाँको शान्ति भङ्ग हुँदैन, किनभने यो ठाउँ नै त्यस्तो छ। एकदम यादगार ठाउँहरू पनि छ यो। पहिले अब हामी घुमिन्थ्यौँ, खेलिन्थ्यौँ। सो यहाँ हामी अब माछा साछा मार्ने यस्तो त्यस्तोहरू पनि गर्थ्यौँ। यो हाम्रो ठ्याक्कै मेरो घरदेखि 1 किलोमिटरको टाढोमा पर्छ होला यो एरिया। सो यो 1 किलोमिटरको टाढो ठाउँमा पनि धेरै याद र मेमोरीहरू छ। फुपाले त्यहाँ देखाउनु भएको छ। फुपाले फुपाको पनि भिडियो यहाँ बनाउने हो। अनि आज हामी यहाँ आएको छौँ घुम्नका लागि, घुम्न, भिडियो बनाउन। सो मैले पनि एउटा सानो मिनी ब्लग बनाएँ। अब पहिले कन्टिन्यू गरिएन, अब यसपालि चाहिँ लगभग कन्टिन्यू गर्छु होला। सो यहाँ चाहिँ हात्ती बेराहरू पनि लगाइरहेछ। यो हात्ती बेराहरू चाहिँ किनभने अब हाम्रो गाउँतिर चाहिँ अब अलिक एलिफेन्टहरू क्रस गर्ने गर्छ, त्यही भएर हात्ती बारहरू लगाएको छ यहाँ। पहिले चाहिँ थिएन, अब हामी केटाकेटीहरू हुँदाखेरि खेल्दाखेरि त्यति बेला चाहिँ थिएन। अहिले चाहिँ अब हात्तीहरू बढी नै अलिक निक्लिन्छ र सुरक्षाको लागि यो हात्ती बार लगाइदिएको छ। सो अब तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। यो हाम्रो गाउँको खोला एरिया हो। त्यस पछाडि हामी घुम्दै यहाँ भिडियो खिच्छौँ, हैन? यहाँ फुपा हुनुहुन्छ। फुपाले हेलो भनिदिनु भयो। त्यस पछाडि यहाँ हाम्रो गाउँको दाइ हुनुहुन्छ, उहाँले पनि हेलो भनिदिनु भयो। त्यस पछाडि हामी भिडियो बनाउनको लागि अगाडि गयौँ। तपाईँहरूलाई ठाउँ पनि देखाउँछु। यो चाहिँ हाम्रै त्यो बचपनको खोलाहरू हो। यसमा चाहिँ पहिले हामी दाउराहरू ल्याउने, घाँसहरू काट्ने गर्थ्यौँ। यो ठिक यो खोलाको पारिपट्टिबाट। पछाडि चाहिँ हामी भिडियो सिडियो बनाएर अब घरतिर लाग्न आँटेको। टाटा बाई बाई।